दर्शकबिन्द आजबाट बक्स अफिसमा चलचित्र मिरमिरे त्यसैगरी भाइरल गोर्खे र गोबर गणेशले 10औं दिनमा प्रवेश गरेका छन् भने झरीपछिको इन्द्रेणीले 37औं दिनमा प्रवेश गरेको छ। त्यसैगरी चलचित्र परानले बक्स अफिसमा आज 86औं दिनमा प्रवेश गरेको छ। त्यसैले आज हामी यस भिडियो अन्तर्गत कुरा गर्न गइरहेका छौँ यी 5वटा फिल्मको हिजोसम्मको टोटल बक्स अफिस कलेक्सन, साथै आजको सोच काउन्ट, एडभान्स बुकिङ र अर्ली एस्टिमेट बक्स अफिस कलेक्सन प्रेडिक्सनको बारेमा। त्यसैले भिडियोलाई अन्तिमसम्म हेरी साथ दिनुहोला। आउनुहोस् दर्शक बिन्द लागौं आजको विषयवस्तुतर्फ। सर्वप्रथम कुरा गरौं चलचित्र गोबर गणेशको। मरिचमान श्रेष्ठ अर्थात् बल्छी ध्रुवेको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मको शीर्ष भूमिकामा हामीले मरिचमान श्रेष्ठ, वर्षा शिवाकोटी, पदम तामाङ, पूजन घिमिरे, बुद्धि तामाङ, निर्मल शर्मा, माउत्से गुरुङ, विशाल पहाडी, रमेश बुढाथोकी, लक्ष्मीनाथ तिमल सिन्हा, सीतादेवी तिमल सिन्हा, विनोद नेउपाने लगायतका कलाकारहरूलाई देख्न सक्छौं। बल्छी ध्रुवे फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म माघको 1 गते देशभरको मल्टिप्लेक्समा 111 वटा शोका साथ प्रदर्शनमा आएको थियो। फिल्मले आज 10औं दिन 49 वटा शो होल्ड गरेर बसेको छ। चलचित्रले बक्स अफिसमा हिजो 9 दिनसम्म 45 लाख रारीको कमाई गरेको खबर प्राप्त भएको छ। यो फिल्मले बक्स अफिसमा आज आफ्नो प्रदर्शनको 10औं दिन शनिबारको लागि बिहान 10 बजेसम्ममा लगभग सम्पूर्ण प्राप्त गरेको 49 वटा शोबाट 2,36,160 रुपियाँको एडभान्स बुकिङ गरेर मैदानमा उत्रिएको छ। यो यस चलचित्रको पुरै सोल्ड आउट भएको टिकटको एडभान्स बुकिङ हो। त्यसै कारणले चलचित्रले बक्स अफिसमा आज नर्मल्ली पनि 4.5 देखि 5 लाख रारीको ग्रस कलेक्सन गर्न सक्ने प्रक्षेपण गरिएको छ। झण्डै 2 करोडको लगानीमा तयार भएको यो फिल्म बक्स अफिसमा हिट हुन 4 करोडदेखि लिएर 5 करोड रारीको ग्रस कलेक्सन गर्नुपर्ने हुन्छ। अब कुरा गरौं चलचित्र मिरमिरेको। दर्शक महानुभावहरू, एम शेर्पाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मको शीर्ष भूमिकामा हामीले दयाहाङ राई, प्रकाश सपुत, सृजना निङलेखु, माउत्से गुरुङ, भोलाराज सापकोटा, चुल्ठिम गुरुङ, साइसा गौचन लगायतका कलाकारहरूलाई देख्न सक्छौं। यर्सा फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म माघको 1 गतेबाट देशभरको मल्टिप्लेक्समा 131 वटा शोका साथ प्रदर्शनमा आएको थियो। फिल्मले बक्स अफिसमा आज 10औं दिन जम्मा 2 वटा शो प्राप्त गरेको छ। फिल्मले बक्स अफिसमा हिजो 9 दिनसम्म लगभग 25,80,000 रारीको ग्रस कलेक्सन गरेको खबर प्राप्त भएको छ। फिल्मले बक्स अफिसमा आज प्राप्त गरेको 2 वटा शोको एडभान्स बुकिङ चेक गर्दा अहिलेसम्म जम्मा 600 रुपियाँको बुकिङ भएको छ। चलचित्रले बक्स अफिसमा आज म्याक्सिमम 2 देखि 3,000 रारीको कमाई गर्न सक्ने प्रक्षेपण गरिएको छ। लगभग 2.5 करोड माथिको लगानीमा तयार भएको यो फिल्मले नेपालबाट लगानी उठाएर क्लिन हिटको ट्याग प्राप्त गर्न कम्तीमा पनि 5.5 देखि 6 करोड कमाउनै पर्ने हुन्छ। अब कुरा गरौं चलचित्र भाइरल गोर्खेको। निगम श्रेष्ठको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मको शीर्ष भूमिकामा हामीले सौगात मल्ल, सृष्टि श्रेष्ठ, बुद्धि तामाङ, लक्ष्मी गिरी, ऋषि धमला लगायतका कलाकारहरूलाई देख्न सक्छौं। निर्माणा फिल्म्स स्कुल र जिएमआई फिल्म्सको ब्यानरमा निर्माण भएको यो चलचित्र पहिलो दिन माघको 1 गते देशभरको मल्टिप्लेक्समा 108 वटा शोका साथ प्रदर्शनमा आएको थियो भने आज फिल्मले 10औं दिन 5 वटा शो प्राप्त गरेको छ। चलचित्रले बक्स अफिसमा हिजो आफ्नो प्रदर्शनको सुरुवाती 9 दिनमा लगभग 22,20,000 रारीको कमाई गरेको खबर प्राप्त भएको छ। फिल्मले बक्स अफिसमा आज 10औं दिन 5 वटा शो प्राप्त गरेको छ। 5 वटा शोको एडभान्स बुकिङ अहिलेसम्म लगभग 17,700 रुपियाँ बराबरको भएको छ। फिल्मले बक्स अफिसमा आज नर्मल्ली पनि 35 देखि 40,000 रारीको ग्रस कलेक्सन गर्न सक्ने प्रक्षेपण गरिएको छ। झण्डै 2 करोडको लगानीमा तयार भएको यो फिल्मले नेपालबाट लगानी उठाएर हिटको ट्याग प्राप्त गर्न कम्तीमा पनि 4 देखि 5 करोड कमाउनै पर्ने हुन्छ। अब कुरा गरौं चलचित्र झरीपछिको इन्द्रेणीको। अर्जुन घिमिरेको कथा तथा निर्देशनमा अर्जुन घिमिरे, विशाल घिमिरे र गणेश कार्कीको संयुक्त पटकथा तथा संवाद लेखन रहेको यो फिल्म पुसको 4 गते देशभरको मल्टिप्लेक्समा 64 वटा शोका साथ प्रदर्शनमा आएको थियो भने आज 37औं दिनमा जम्मा एउटा शो प्राप्त गरिरहेको छ। गणेश सुप्रेती, रमेश सुप्रेती, विमोचन दवाडी, जेसिका पोखरेल, प्रकाश घिमिरे, दीपा श्री निरोला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा लगायतका कलाकारहरूको शीर्ष भूमिका रहेको फिल्म नागराज इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो। फिल्मले हिजो 36 दिनमा बक्स अफिसमा 1 करोड 24,20,000 रारीको ग्रस कलेक्सन गरेको छ। आज 37औं दिन प्राप्त गरेको एउटा शोको अहिलेसम्म कुनै पनि टिकट सोल्ड आउट भएको छैन। फिल्मले आज केही हजारको मात्रै कमाई गर्ने देखिरहेको छ। 1 करोड 75 लाखको बजेटमा तयार भएको फिल्मले नेपालबाट लगानी उठाएर हिटको ट्याग प्राप्त गर्न कम्तीमा पनि 4 करोड कमाउनु पर्ने हुन्छ। अब कुरा गरौं चलचित्र परानको। दीपक प्रसाद आचार्यको कथा तथा निर्देशनमा एम थापाको पटकथा तथा संवाद रहेको ड्रामा जनरमा आधारित फिल्म पहिलो दिन कार्तिकको 14 गते देशभरको मल्टिप्लेक्समा 64 वटा शोका साथ प्रदर्शनमा आएको थियो भने आज 86औं दिनमा एउटा शो प्राप्त गरेको छ। चलचित्रमा हामीले निर शाह, मदन कृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, महेश त्रिपाठी, अञ्जना बराइली, बुद्धि तामाङ लगायतका कलाकारहरूलाई देख्न सक्छौं। बाइस्कोप सिनेमाजको प्रस्तुतिमा तयार भएको फिल्मले हिजो बक्स अफिसमा 85 दिनमा 17 करोड 78,25,000 रारीको ग्रस कलेक्सन गरेको खबर प्राप्त भएको
भएको छ। फिल्मले बक्स अफिसमा आज 86औं दिन प्राप्त गरेको एउटा सोमा अहिलेसम्म कुनै पनि बुकिङ भएको छैन। फिल्मले केही हजारको मात्रै कमाइ गर्न सक्ने प्रक्षेपण गरिएको छ। झन्डै 3 करोडको लगानीमा तयार भएको यो फिल्म बक्स अफिसमा अलरेडी अल टाइम ब्लकबस्टर साबित भइसकेको छ। ल त दर्शक महानुभावहरू, यो रह्यो आजको जानकारी। हजुरलाई आजको जानकारी कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सुझाव सल्लाह र प्रतिक्रिया तल हामीलाई कमेन्ट मार्फत व्यक्त गर्नुहोला र आगामी दिनमा डेली बक्स अफिस कलेक्सनको भिडियो रिपोर्ट हेर्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरेर हामीसँगै जोडिनुहोला भन्दै अर्को भिडियोसम्मको लागि म प्रशान्त भुर्तेल पनि बिदा हुन्छु। धन्यवाद।